Hi guys, welcome back to my channel. My name is Sanjay Roy. अनि आज चाहिँ म गाउँ गइरहेको छु किन होला थाहा पाउनुको लागि लास्ट समय दिनु होला ब्लग अनि लाइक कमेन्ट अनि सब्स्क्राइब नि गरिदिनु नयाँ हुनुहुन्छ भने च्यानलमा अनि यतिखेर चाहिँ म गाउँ गइरहेको छु मम्मी जागिने तल पुग्छौँ आज चाहिँ मजाले घाम लागिरहेको छ अनि आज चाहिँ म र मम्मी मात्रै गइरहेको छौँ गाउँ किनभने अब बहिनी त स्कुल गयो म नि स्कुल चाहिँ जानुपर्ने थियो तर आज प्रोग्राम हुन्छ त्यही भएर म स्कुल चाहिँ गइनँ हाम्रो गाउँ जाने बाटोमा चाहिँ काँक्राको फार्म छ तपाईहरुले नि काँक्रा चाहियो भने भन्नु होला अनि हाम्रो यो काँक्राको फार्म चाहिँ हाम्रो छिमेकी अङ्कलको हो तपाईहरु सोच्दै हुनुहुन्छ होला आज यस्तो घाम लागेको दिनमा कहाँ हिँड्छ होला एन्जल भनेर अनि म तपाईलाई भन्नु जाँदै छु म आज चाहिँ उता भात खुवाइमा हिँडेको हो हाम्रो गाउँ जाने बाटो चाहिँ यस्तो छ यो चाहिँ भर्खर नयाँ बनाएको मैले गाउँको भ्लग चाहिँ धेरै नै बनाइरहेको छु अनि तपाईले हेरिदिनु भएको छैन भने त्यो भ्लग पनि हेरिदिनु होला अनि त्यसमा नि लाइक कमेन्ट अनि सब्स्क्राइब नि गरिदिनु अनि आज म जान आँटेको भनेको चाहिँ भात खुवाइमा हो अनि मम्मी र म अनि मम्मी चाहिँ अगाडि नि हिँडिसक्नु भयो अनि म चाहिँ भ्लग बनाइरहेको छु पछाडि बसेर अनि आज हाम्रो राईहरूको भात खुवाइमा के गरिन्छ भनेर थाहा पाउनुको लागि लास्टसम्म हेरिदिनु होला भ्लग अनि आज म दिनभरि के गर्छु भनेर नि थाहा पाउनुको लागि हेरिदिनु होला हाम्रो चाहिँ राईहरूको भात खुवाइमा कोसेली लान्छु अनि मैले चाहिँ घरमा कोसेली बोकिरहेको छु मम्मी चाहिँ राई ड्रेस लगाएर हिँडिराख्नु भएको छ अगाडि आज म दिनभरि के गर्छु त म तपाईँलाई देखाउँछु अनि गाउँ जाँदा फेरि बाटोमा के देखेँ भने नयाँ चिज त्यो पनि देखाउँछु लास्टसम्म हेरिदिनु होला भ्लग यहाँ चाहिँ मेरो मामा घर हो अनि हामी चाहिँ माथिबाट आएको थियौँ यतातिर त फुल पनि फुल्नु थालिसक्यो कोदो पनि मजाले छन्नुभएको छ यतिखेर चाहिँ मकै मैले तपाईँलाई अर्को हिजोअस्ति नैको भ्लगमा देखाइसकेको थिएँ मकै केरा नि काटिसक्नु भएको छ अनि यतिखेर चाहिँ म र मम्मी गइरहेको छौँ अझै पनि पुग्नलाई बाँकी नै छ हेरिदिनु होला लास्टसम्म भ्लग यहाँ हेर्नु न यस्तो हिलो छ यहाँ गाउँको बाटोमा यो ब्लू कलरको घर चाहिँ मेरो जेठा मामाको घर हो यतिखेर चाहिँ दिउँसोको समय भएर होला घाम मजाले लागिरहेको थियो अनि यो चाहिँ हाम्रो गाउँको भ्यू कस्तो छ भनेर भनिदिनु होला अनि हामी गाउँ जाने बाटोमा चाहिँ यहाँ भैँसीहरू पनि थियो अनि गाउँ चाहिँ एकदम हरियो देखिरहेको थियो अब दसैँ आउने बेला भएर होला कोदो पनि मजाले रोपिसक्नु भएको थियो मम्मी र म हामी दुईजना चाहिँ गाउँ गइरहेको थियौँ यतिखेर अनि तपाईँलाई लास्टसम्म हेरिदिनु होला भ्लग अनि मैले लास्टमा के देखेँ भनेर पनि तपाईँलाई भन्नेछु लास्टमा चाहिँ मैले यति धेरै लामो सर्प देखेको थिएँ नि घर फर्किने बेला तपाईँहरूलाई पनि देखाउँछु भात खुवाइ हुने घर चाहिँ त्यो बिचको ब्राउन कलरको अनि हामी त्यहीँ पुग्नुपर्ने थियो अनि मम्मी चाहिँ हिँड्सक्नु भएको छ अनि म चाहिँ पछाडि बसेर भ्लग बनाइरहेको थिएँ यही ठाउँमा मैले सर्प लामो देखेको थिएँ अहिले तपाईँहरूलाई देखाउँछु अनि यहाँ देख्न सक्नुहुन्छ पिङ्क कलरको फुल यसलाई चाहिँ वन प्याज भनिँदो रहेछ मलाई त थाहा पनि थिएन मम्मीले भन्दै हुनुहुन्थ्यो अनि हामी त पासिङ भएको घरमा नि पुगेर नि उता बहिनी ल्याइसक्नु भएको थियो दाइले अनि हाम्रो चाहिँ दाइ पर्छ देख्न सक्नुहुन्छ त्यो पिङ्क कलरको लुगा लगाएको ऊ चाहिँ सानो बहिनी हो आज उसलाई नि टिका लगाएर अनि भात खुवाउने हो उसले आज चाहिँ फर्स्टचोटि खान्छ हाम्रो चाहिँ राईहरूको कल्चरमा 6 महिना या 5 महिनापछि खुवाउँछन् अनि म चाहिँ गएर डिउ पनि दिनुभएको थियो अनि बहिनी पनि मम्मीले अठाउने राख्नुभएको छ कति क्युट छ देख्नु सक्नुहुन्छ अनि यहाँ चाहिँ टिकाको लागि तयारी गर्दै हुनुहुन्थ्यो बहिनीसँग एकछिन मम्मीले फोटो खिच्नुभयो अनि यहाँ उसको चाहिँ हातमा खुट्टामा सुन लगाइदिनु भएको छ सानो नानीको पास्मीको दिन वा भात खुवाएको दिन चाहिँ उनीहरूलाई हात खुट्टामा सुन लगाइदिन्छ उसको मम्मीले या दिदीहरूले अनि आफ्नो दादाहरूले अनि उसको चाहिँ बाबाले र मम्मीले लगाइदिनु भएको छ अनि बाहिर चाहिँ मजाले धमाधम काम गर्दै हुनुहुन्थ्यो मामाहरूले दादाहरूले अनि म चाहिँ भित्र बसिरहेको थिएँ काम मजाले लागिरहेको थियो टिका लाउने बेला नि भइसकेको थियो अनि बहिनीलाई चाहिँ उनीहरू उसको बाजेले सानो नानीलाई पैसा अनि आशीर्वाद दिन्छन् अनि टिका लगाइदिन्छन् टिका चाहिँ हाम्रो राईहरूको सेतो टिका हुन्छ यहाँ देख्न सक्नुहुन्छ उसको बाजेले राम्रोसँग टिका लगाउन थालेका छन् अनि हामी चाहिँ यता बसेर हेरिरहेको थियौँ अनि पहिले चाहिँ बाजे अनि बोजूले लगाइदिनुपर्छ त्यो पछि चाहिँ दादा दिदी पापाले गएर लगाइदिन्छन् नानीलाई चाहिँ टिकाले चिसो भएर होला पछि चाहिँ रुको थियो ऊ यतिखेर त फर्स्टमा त मजाले मानिरहेको थियो उसको मम्मीसँग उसको मम्मी चाहिँ रेड कलरको कुर्ता लाउनु हुने हो हाम्रो राई कल्चरमा चाहिँ सानो नानीलाई 6 महिना या 5 महिना हुँदाखेरि चाहिँ खुवाउँछन् दही भात अनि तरकारी चाहिँ हुन्छ त्यो अनि भात चाहिँ डब्बुले खुवाउँछन् त्यो सिक्का पैसाले 2 चोटि या 3 चोटि त्यसरी खुवायो भने चाहिँ सानो नानीले छिटै खान्छन् भनेर भन्छन् आजको यो भिडियो चाहिँ लामो हुनसक्छ तर लास्टसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु लास्टमा म तपाईँलाई देखाउने छु आज मैले कति धेरै ठुलो सर्प देखेको थिएँ भनेर हेरिदिनु होला लास्टसम्म सबैजनाले टिका लगाइदिँदै हुनुहुन्छ सानो नानीलाई देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यसरी टिका लगाइदिन्छन् पास्मीको दिन तपाईँहरूले चाहिँ पास्मी वा भात खुवाइ कसरी मान्नुहुन्छ भनेर नि भनिदिनु अनि हाम्रो राईहरूको चाहिँ यसरी मनाउँछ यतिखेर चाहिँ टिका चाहिँ दादाले लगाइदिनु हुन्छ मेरो चाहिँ दादा पर्छ अनि सानो नानीको चाहिँ बाबा हो उनीहरू
मैले आजको भ्लगमा चाहिँ भोइस ओभर पनि गरेको छु अनि भिडियोमा पनि बोलेको छु। कस्तो लागिरहेको छ भोइस ओभर गरेको भनिदिनु होला। अनि यतिखेर चाहिँ तल गाउँबाट मामजी चाहिँ आउनुभएको थियो, उहाँले लगाइदिँदै हुनुहुन्थ्यो। सबैजना पापाले गरेर लगाइदिनु भएको थियो। अनि बहिनी चाहिँ ल्याट चिसो भएर होला बिचरा रोइरहेको थियो, देख्न सक्नुहुन्छ। भाउजूले चाहिँ फकाउँदै हुनुहुन्छ नानीलाई छैन, ऊ चाहिँ बिचरा चिसोले गर्दा रोयो। अनि यहाँ मम्मीले लगाइदिँदै हुनुहुन्छ टिका भाउजू र सानो नानीलाई, अनि आशीर्वाद पनि दिँदै हुनुहुन्छ। आजको ब्लग कस्तो लागिरहेछ भनेर भनिदिनु। अनि हाम्रो राईको पासिङ चाहिँ यसरी नै गरिन्छ सबैजनाले। पछि अनि मम्मीले टिका लगाइसक्नु भएपछि चाहिँ अनि दादाहरू नि आउनुभयो, अनि पापाले लगाइदिइसक्नु भएको थियो। त्यसको चाहिँ मैले भिडियो खिच्न पाइनँ। अनि सानो नानी बिचरा रोइरहेको थियो नि त, त्यही भएर नि हो। उनीहरू दुईजना चाहिँ सानो नानीको मामा र मैजू पापाले लगाइदिँदै हुनुहुन्थ्यो। टिका पनि लगाइसक्नु भएको थियो। अनि बहिनी चाहिँ रोइरहेको थियो, त्यही भएर भाउजूले उसलाई चाहिँ बाहिर लग्नुभएको थियो। अनि हामी चाहिँ बसिरहेको थियौँ भित्र नै। अनि यतिखेर त भात पनि रेडी भइसकेको थियो। अनि सबैजनाले बारी पनि सक्नु भएको थियो भाउजूहरूले। अनि हाम्रो फालो त खान थाल्यौँ। अनि सबैजना खाइसकेपछि डान्स पनि सुरु भयो। तपाईँहरूलाई डान्स पनि देखाउँछु। तरकारी चाहिँ एकदम मिठो भएको थियो। हाम्रोमा राईहरूकोमा चाहिँ पुलाउ पकाउनु हुँदो रहेछ। म चाहिँ पासमा गएको थिइनँ नि त, त्यही भएर मलाई थाहा भएन नि त के पकाउँछन् भनेर। अनि आज चाहिँ मैले थाहा पाएँ पुलाउ पकाउँदो रहेछन् भनेर। पुलाउ चाहिँ एकदम मिठो भएको थियो। अनि जेनिसा अनि उसको बहिनी हामी तिनजना चाहिँ बसिमै थियौँ। अनि हेऱ्यौँ के गर्नु हुँदो रहेछ अरू भनेर। अनि सबैजना पाहुनाहरूलाई बाँड्दै हुनुहुन्थ्यो भात, अनि दादाहरूले पनि खाँदै हुनुहुन्थ्यो। मम्मी र म चाहिँ हामी दुईजना चाहिँ घाम तापिरहेको थियौँ। यो ठाउँको नाम चाहिँ डाँडा खर्का हो। अनि यहाँ चाहिँ मेरो मामा घर हो। मेरो चाहिँ यहाँ सबै मामा पढ्नुहुन्छ नि त नि, त्यही भएर म मामा मैजू दाइ भाउजू भनिरहेको हुन्छु। तपाईँहरूले किन चाहिँ सबैलाई त्यसो भन्नुहुँदो रहेछ भनेर सोच्दै पनि हुनुहुन्छ होला। अनि त्यहाँ चाहिँ डान्स पनि सुरु भइसकेको थियो, भात पनि खाइसकेर सबैजनाले डान्स गर्दै हुनुहुन्थ्यो। आफूलाई त डान्स पनि गर्न आउँदैन, एक साइडमा बसेर मजाले भिडियो बनाएँ। मेरो भिडियो कस्तो लागिरहेको छ भनेर भनिदिनु होला। अनि लाइक कमेन्ट, अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि भिडियो सेयर पनि गरिदिनु। आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो। अनि तपाईँहरूको चाहिँ कसरी बित्यो भनेर भन्नु। भोइस ओभर गरेको अलिक सुन्नु भएन भने त्यसको लागि माफ गर्नु। त्यतिखेर चाहिँ पानी परिरहेको छ, म चाहिँ घरमा आएर भोइस ओभर गरिरहेको थिएँ, त्यही भएर नि हो। अनि त्यतिखेर चाहिँ फेरि पनि दाइहरूले गीत गाउनु भयो, अनि नाच्दै हुनुहुन्छ सबैजना। अनि जेन्साको बहिनी हो त्यो सानो चाहिँ। अनि जेन्सा पनि ब्लगमा देखाउन भनेर आएको छ। अनि हामी दुईजना चाहिँ खिचिरहेको थियौँ। अनि ऊ चाहिँ हो सानो बहिनी, जेन्साको बहिनी, मेरो नि बहिनी पर्छ, मेरो मामाको छोरी हो नि त नि हो। अनि हामी त खाएर नाच्नुभयो मम्मीहरू। अनि गयौँ घर। अनि तल्लो घर हो हामी गएको। अनि यता चाहिँ मासु घरतिर चाहिँ कस्तो राम्रो राम्रो फुल रहेछ गमला, त्यही भएर मैले तपाईँहरूलाई पनि देखाएको। अब इन्ट्रेस्टिङ पार्ट त चाहिँ बाँकी छ। हामी उकालो चढ्दै थियौँ। अब तपाईँहरूलाई म देखाउँछु सरप्राइज हो त। त्यो भनेको चाहिँ यहाँ सर्प छ, देख्नुभयो, देख्नु सक्नुहुन्छ। यहाँ डर लाग्यो आफू चाहिँ बल्ल बल्ल तपाईँहरूको लागि भने मैले भिडियो पनि खिचेको छु। यत्रो लामो छ, देख्नु सक्नुहुन्छ। यो देख्यो भने चाहिँ राम्रै हुन्छन् भनेको सुनेको चाहिँ। यति धेरै लामो छ, तपाईँहरूकोतिर पनि होला सर्प, एकदम ध्यान दिएर घाँस काट्नु होला। यहाँ भाउजू परतिर हुनुहुन्थ्यो, अनि उनीहरूले घाँस काट्दै हुनुहुन्थ्यो। उनीहरूलाई नि बोलाएर हामीले देखायौँ। यति धेरै लामो थियो, खोर्सानीको बोट वरिपरि घुमिरहेको थियो। मम्मीले देख्नुभएछ अनि तर्सिनु भएको थियो, म त होइन होला भन्ने थियो सर्प। पछि त यति धेरै लामो सर्प रहेछ। म भ्लग बनाउँदै आएर थिएँ नि त नि पछि, अनि मम्मीले त अगाडि देख्नुभएको थियो। म त तर्सिरहेको साथीहरू तपाईँहरूलाई देखाउनु भनेर मैले भ्लग बनाएर गएँ। हेर्नु यस्तो घाँसभित्र पसेको हुन्छ के त्यत्रो लामो सर्प। अनि हामी उकालो चढ्ने बेला चाहिँ च्याउ भेट्यौँ त्यहाँ कोदो रोप्नु भएको ठाउँमा चाहिँ। अनि फेरि पनि सानो च्याउ भेट्नु भएछ मम्मीले, त्यहाँ खोज्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ यतिको च्याउ। अनि यो चाहिँ धेरै जस्तो मैले टिकटकमा हालिरहेको देखेको थिएँ, सबैजनाले च्याउ भेटेको गाउँमा। अनि आज मैले नि भेटेँ दुईवटा। अनि यहाँ चाहिँ सानो खालको पुतली, यहाँ चाहिँ सानो खालको पुतली थियो। अनि यो चाहिँ सेतो पुस्तकारी, तपाईँहरूले खानुभएको छ कि छैन। अनि हाम्रोतिर चाहिँ रोपिरहेको रहेछन् भर्खर। अनि यहाँ चाहिँ नस्पाती। हामी साथीहरू हामी चाहिँ घर फर्किने बेला यहाँ नस्पाती देख्यौँ। अनि नस्पाती टिपिराख्नु भएको छ मम्मी चाहिँ यहाँ, उनीहरूले झाइसक्नु भएको छ। अनि आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो। अनि राईहरूको भात खुवाई मनाएको पनि तपाईँहरूलाई देखाएँ। अनि तपाईँहरूको चाहिँ कसरी मनाइन्छ भनेर भनिदिनु होला। अनि आजको लागि यति नै। सी यु इन नेक्स्ट भ्लग, बाई बाई।